हेलो गाइज, दिस इज पुसाङ। आज म मुस्ताङ जोम्सुङमा छु है त। आजको मेरो सर्ट इन्फर्मेसन भिडियो चाहिँ के हुन गइरहेको छ भन्दाखेरिमा चाहिँ हामी सम्पूर्ण नेपालीहरू चाहिँ यता अब यहीँ मात्रै नभएर हाम्रो पहिला त धेरै राज्यहरू थियो नि त। अनि त्यस्तै गरेर यहाँ मुस्ताङको पनि अहिले आएर चाहिँ यो पुर्खौली राजदरबार चाहिँ विलुप्त अवस्थामा पुगिसक्यो। है त नर्मली संरक्षण गरेको छ भन्छ है, अलिअलि गरेको पनि छ। अनि खासमा यो ठिनी गाउँ एकचोटि हेर्नुहोस् त। ठिनी गाउँ चाहिँ यो अहिलेको चाहिँ नयाँ बस्ती भन्न सक्नुहुन्छ है, नयाँ बस्ती हो। अनि यो खासमा पुर्खौली चाहिँ ठिनी बस्ती चाहिँ यही ठाउँ हो क्या। अनि राजदरबार प्लस अब यो ठिनी गाउँ चाहिँ यही पुरानो चाहिँ बिल्डिङहरूदेखि लिएर सम्पूर्ण यतातिर हेर्न सक्नुहुन्छ है। अर्को भिडियो पनि म क्लिप्स हालिदिनेछु। यहाँ मुस्ताङमा आउँदाखेरि गुम्बा लेकमा आउनुहुन्छ, माथि गुम्बातिर जानुहुन्छ, सम्पूर्णतिर नै जानुहुन्छ होइन। तर यो पहिलाको हाम्रो राजाको यहाँ मुस्ताङको राजाको चाहिँ दरबार चाहिँ यता नै रहेछ। सो यता आउँदाखेरि चाहिँ मेरो आजको मेन कन्सेप्ट अनि मेन एउटा सानो इन्फर्मेसन भनेर चाहिँ यता गुम्बा लेकबाट सिर्फ 10 मिनटको बाटोमा चाहिँ हामी यहाँ आउँदाखेरि चाहिँ यहाँ नि आउनु, भिजिट गर्नु, यो ठाउँलाई अलि धेरै नै संरक्षणको अलि आवश्यक मैले देखेको छ। सो डोन्ट मिस, यता आउँदाखेरि आउनुहोस्, यो ठाउँ धेरै राम्रो छ, भिजिट गर्नुहोस्। अहिले पनि बिल्डिङहरू धेरै नै छ है। अनि पुरानो बस्ती हुनाको कारणले सानो झ्यालहरूदेखि लिएर धेरै नै छ। सो आउनुहोस्। आजको भिडियो राम्रो लाग्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब।